हाम्रो शनिबारको दिनको मिनी भ्लग हो। हामी चाहिँ ट्र्याक्टर चढेर पिकनिक खान हाम्रो नजिकैको कालीखोला भन्ने ठाउँमा गएका थियौँ। हाम्रो भाउजूले चाहिँ चियाको लागि दुध पकाउँदै हुनुहुन्छ। हाम्रो भाइहरू चाहिँ यहाँ फोटो खिचिदिनु न दिदी भन्दैछन्। फेरि भाउजू भाँडा माझ्दै हुनुहुन्छ। मेरो दिदी चिया पकाउँदै हुनुहुन्छ। त्यसपछि हामी नाच्यौँ। भाउजूले चाहिँ मेरो फोटो कति राम्रो आयो भन्दै हुनुहुन्छ। भाइले चाहिँ फेरि माछा खोइ दिदी माछा खोइ भनिरहेछ। त्यसपछि फेरि हामीले फोटो खिच्यौँ। अनि प्रमिला दिदीले काली आऊ न फोटो खिचौँ भन्दै हुनुहुन्छ। फेरि नाचिहाल्नुभयो। हाम्रो माइली चाहिँ उफ्रिँदै छिन्। मेरो भाउजूहरू नाच्दै हुनुहुन्छ। त्यसपछि हामी खाना खान लाग्यौँ। फेरि खायौँ। त्यसपछि फेरि नाच्यौँ। अनि फेरि बस्यौँ। गेम खेल्यौँ। खुट्टा हान्नेवाला गेम। गाउँघरको गेम हो, ओरिजिनल गेम। त्यसपछि हामी फेरि कालो चिया खान लाग्यौँ। त्यसपछि हामी घर